नमस्कार सबैजनालाई। आज 2082 साल असार 16 गतेको दिन बुढाबुढीको पोखरा जाने प्लान थियो। यो पोखरा जाँदै यो बाटोमा पर्ने मानुङकोट भन्ने ठाउँ पनि घुम्ने भन्ने प्लान भयो। यसै बिचमा मानुङकोट चाहिँ काठमाडौँबाट 160 किलोमिटर रहेछ भने पोखराबाट यता आउँदाखेरि 55 किलोमिटर पर्दछ। यो तनहुँको दमौलीबाट नजिक पर्दो रहेछ। यो दमौली भनेको तनहुँको सदरमुकाम रहेछ र सदरमुकाम दमौलीमा आइपुगेका छौँ। अहिले दमौलीदेखि 10 किलोमिटर उत्तरतर्फ लाग्नुपर्ने रहेछ। अहिले हामी उत्तरतर्फ लागिरहेका छौँ। दमौलीदेखि मास्तिर जाँदाखेरि चाहिँ यो बाटो पिच बाटो रहेछ। स्कुटरहरू पनि जान मजाले सक्दो रहेछ। दुईजनालाई बाटोमा जाँदाखेरि झन्डै आधा घन्टाभित्रमा हामी माथि गयौँ। कतै ठाउँमा रोड बिग्रेको पायौँ भने कुनै ठाउँमा रोड सबै ठाउँमा राम्रै देखियो। गाडीहरू एकदमै पातलो मुभमेन्ट रहेछ। अहिले सिजन चाहिँ हैन रहेछ असार भनेको चाहिँ। विशेष सिजन भनेको चाहिँ दसैँ अगाडिको सिजनहरू चाहिँ एकदम राम्रो हुन्छ, भिडभाड हुन्छ भन्ने कुरा आयो र हेर्न सक्नुहुन्छ बाटोहरू पनि कुनै ठाउँमा चाहिँ भत्किएको अथवा रिपेयर हुँदै गरेको बन्दै गरेको अवस्था रहेछ। जाँदै कुनै बेला मौसम फुलिरहेको थियो भने कुनै बेला चाहिँ मौसम चाहिँ एकदम बादल लागिरहेको थियो। खासमा आज हामी पोखराबाट आउँदै गरेको र काठमाडौँ जानुपर्ने चटारो पनि छँदैछ। अलि हतारमा छौँ। त्यो कारणले एकपल्ट झलक्क निस्केर हेर्ने भनेको। यद्यपि सिजनमा आएको छैन, बाटोहरू बिग्रिया छन्, बाटोहरू बनाउने क्रम रहेछ। तर त्यति साह्रो गाडीको आवत जावत नहुने कारणले गर्दाखेरि त्यति धेरै असर चाहिँ नपर्ने रहेछ। हामीले यात्रालाई कन्टिन्यू गरिरहेका छौँ। बाटो कतै चिप्लो बनिरहेको छ र बाटोमा हामी सोध्दै पनि जाँदैछौँ। सोद्धाखेरि पनि अलिकति पैसा लाग्छ कि जस्तो गरेर प्रश्नहरूको जवाफ दिनुहुन्छ, किनभने दिनमा कतिजनाले सोध्नु हो बाटो कता हो के हो भनेर। त्यो तर पनि बाटो झुक्किने खालको चाहिँ छैन। यद्यपि सिधै बाटो छ। कसैले सोद्धाखेरि पनि राम्रैसँग जवाफ पनि दिएको पाइयो र अब हाम्रो घुमघाम सुरु भयो। हामी एकदमै कुहिरो लागेको बेलामा आइपुगेका छौँ। यहाँबाट धौलागिरी, मनासलु, लमजुङ, अन्नपूर्ण, माछापुच्छ्रे लगायतका हिमालहरू देख्न सकिन्छ भन्ने मैले पढेको छु। तर यहाँ हेर्दाखेरि हिमाल त केही पनि देखिँदैन। त्यो अवस्थामा हामी आइपुगेका छौँ। यद्यपि हामी अहिले मौसम खुल्ने अपेक्षा गरिरहेको छौँ। एकदम सरसजावट गरिएको रहेछ, तर भिड रहेछ भन्ने कुरा चाहिँ सुरुमा यतिकोबाट बुझ्न सक्यो र विभिन्न ठाउँहरू त्यसका किलोमिटरहरू कहाँ कहिले कति टाढो छ भनेर पनि यहाँ राखिएको रहेछ। जाने बित्तिकै खाजा खाने हामीले प्लान बनायौँ। त्यति साह्रो महँगो पनि रहेछ। एउटा 40 रुपियाँ पर्दछ एउटा उसिनेको अन्डालाई। एउटा अन्डाको 40 रुपियाँ र चनाको 40 रुपियाँ खाजाको भनेर भन्नुभयो। यो प्राइस ठिकै लाग्यो। त्यसपछि हामी विभिन्न भिडियोहरू पनि बनाउन थाल्यौँ। अब यो भ्यूलाई चाहिँ अब सुरुदेखि अन्तिमसम्म कस्तो रहेछ भनेर हामी हिँड्दै सबै ठाउँमा पुग्ने निर्णय गऱ्यौँ। सोही बमोजिममा हामी हिँड्दैछौँ। अहिले हामीलाई साथ दिइरहेको छ त्यहीँको लोकल स्थानीय एउटा कुकुरले पनि। यो मानङकोटको टावर यहाँ अहिले अझै स्टिल मौसम राम्रोसँगले खुलेको छैन। कोही मान्छेलाई मलाई भेटाउनुलाई निकै गाह्रो भइरहेको छ बाटोमा भेटिने साथीहरू। र यो अब हामीभन्दा अगाडिको चाहिँ भ्यू टावर रहेछ, भर्खरै बन्दै गरेको भ्यू टावर रहेछ। यद्यपि अहिले यो भ्यू टावरबाट हेर्न सकिने चाहिँ केही पनि रहेछ। यो भ्यू टावरबाट यता वाक गर्दै जाने यो बाटो चाहिँ होइन, तर तलसम्म जानको लागि एउटा वाकिङ स्थल बनाइदिएको रहेछ। यहाँबाट तल देखिने बजार चाहिँ दमौली बजार रहेछ र यो दमौली बजारको माथि भ्यू टपमा एकदमै राम्रो आकर्षक र हरियो पनि भएको हिसाबले गर्दाखेरि एकदमै राम्रो सिन देखिएको छ। यो बाटोमा हिँड्ने मान्छेहरू त्यति धेरै थिएन। हामी यो लगभग 10 बजे आइपुगेका हौँ यो ठाउँमा। पानी परिरहेको कारणले गर्दा त्यति पर्यटकहरूको भिड चाहिँ साह्रो छैन। जति तल जाँदैछौँ त्यति गर्मी बढ्दछ, हिँड्न गाह्रो भइरहेको छ। यद्यपि
अहिले पनि राम्रोसँगले मौसम खोलिसकेको छैन। यहाँबाट हामी राम्रोसँगले यो भ्यूहरूको आनन्द लिन सक्यौँ र त्यस पश्चात हामी सबै घुमिसके पश्चात हामीले केही टिकटक भिडियोहरू पनि बनाउने निर्णय गऱ्यौँ र यो अझै खुल्दै थियो, मौसमहरू अझ क्लियर हुँदै पनि थियो र मौसमको क्लियर अहिले भने एकदम मौसम क्लियर भएको छ। त्यो अनुसार दमौली बजार पनि प्रष्ट देखिन्छ र हिँड्ने अथवा सिन पनि एकदम प्रष्ट देखिन्छ। केही रिलहरू हामीले खिच्यौँ र केही दमौली बजारको भिडियोहरू बनाएर हामीले आजको आनन्दको यात्रालाई समाप्त गऱ्यौँ। हम तुम क्यों खामोश हैं।